मलाई चाहिँ आमाले धनिया खोज्न भन्दा पनि टिपेर लिए ल भनेर पठाउनु भएको। म त धनियाको धनिया रोपेको ठाउँ नदेखेर अलमल्ल परे। कहाँ अलैँची बारीमा पो आइपुगेँ त म त। यो चाहिँ मेरो माइत गाउँको कोलाघारी हो। कोला छ हौ, यहाँनिर त कत्रो फलिरहेको रहेछ हौ। यहाँ पनि फल्दै रहेछ। खोइ आमाले कहाँ पठाउनु भएको हो मलाई। एन्सी छिटो आऊ, कहाँ गएको तिमी? बसिराख्ने कि आउने? नआउने? यहाँ सबै अलैँचीहरू रहेछ। यो अलैँचीले त यतिखेर फल्ने बेला हो र अलैँचीको, कि कहिले फल्छ हौ त्यो पनि थाहा छैन यार मलाई त। म चाहिँ गाउँघरमा छु कि यसरी झर्नुपर्छ। आमाहरूले यहाँ पौडी लाउनु भएको रहेछ यस्तो नि। ए यहाँनिर रहेछ नि त धनियाँहरू चाहिँ। यतातिर त अझै पनि धनियाँहरू रहेछ हौ। यो के हो? यो टुप्पै टिप्दिउँ कि? यस्तो राम्रो राम्रो धनियाँ रहेछ। झापातिर त यत्रो चाउरी परिहालेको हुन्छ क्या। यता चाहिँ हेर्नु न, कति लामो लामो, कस्तो मिठो मिठो बनाएको मकमक धनियाँको असली बास्ना त यहाँ छ क्या। त्यो झापामा टुम्सेर बस्नेहरूलाई के त यहाँ यो उँभोतिरको यहाँ कत्रो है। यस्तो छ क्या हाम्रो मेरो माइत गाउँ चाहिँ। यस्तो छ, कोला छ। अनि यस्तो ठाउँमा हुर्क्यो कि केटी फुरुक्क 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 नाच्दै 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 घाँस दाउरा गरेको मान्छे पो त हो। अहिले पो अल्छे भयो त मेरो छोरी चाहिँ। ऊ माथि मामु मामु भन्दैछ। हेर्नु त, वाउ, हेर्दा पनि हेरिरहँ जस्तो लाग्ने। ऊ पर डाँडा पाखा हेर्नु न कति राम्रो देखिन्छ। यति नै लगेँ मैले चाहिँ। के टिपौँ हौ, अलिक टिप्नु पर्यो। टिपेको गर्ने खालको रहेछ क्या धनियाँ चाहिँ। यता त कति चिसो ठाउँ हुन्छ नि त, हाम्रो उँधोतिरको जस्तो सुक्खा हुँदैन क्या। त्यो निधारै खुम्चाएर हेर्ने खालको हुन्न क्या यताको ठाउँहरू चाहिँ। यस्तो राम्रो हुन्छ क्या। अब तर यता चाहिँ यस्तो हुन्छ, घर कहाँ छ हो एकादेशमा, अनि यो यस्तो रोप्नु भएको छ एकादेशमा क्या। यस्तो राम्रो। यहाँ सुपारीको बिरुवा छ। सुपारी, अलैँची, कोला, सजुनाहरू पनि फल्छ यहाँ कति धेरै। यताबाट त सब्जी लानु त कति टन्नै हुन्छ नि, तर बोकेर लानै साह्रो। कोलाहरू कस्तो राम्रो राम्रो फलेको।